本当ですか警察に電話しろ。ねえ見て、この二人は泥棒だよ。ससुराल हो आज हामी जापानको एकदमै रमाइलो ग्रामीण क्षेत्रमा आएका छौँ। आजको भिडियो एकदमै खास छ किनभने हामी नेपाल, म्यानमार र भियतनामका साथीहरू कम्पनीको बोसको स्ट्रबेरी फर्ममा आएका छौँ, त्यो पनि निशुल्क स्ट्रबेरी खानका लागि। जापानमा निशुल्क स्ट्रबेरी खाने मौका चाहिँ बारम्बार आउँदैन, त्यही भएर आजको दिन हामीले पुरै रमाइलो बनाउनेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोस् है त। हामी अहिले सहरको भिडभाडबाट टाढा शान्त ग्रामीण वातावरणमा आइपुगेका छौँ। चारैतिर हरियाली, सफा हावा अनि प्रकृतिको सुन्दरता। हामी जुन उद्देश्य लिएर आएका थियौँ स्ट्रबेरी फार्ममा गएर स्ट्रबेरी खाने नजिकै आइसकेका छौँ र अब हाम्रो प्रतीक्षाको घडी एकदमै नजिक आइसकेको छ। यहाँ देख्नुहुन्छ तपाईँहरूले आधुनिक कृषि प्रणाली, जहाँ चाहिँ मेसिनबाट नै धानमा औषधि छरिरहेको छ र यही ठाउँ हो, यसकै नजिकै हो हामी जान लागेको स्ट्रबेरी फार्म चाहिँ। अन्तत हामी स्ट्रबेरी फार्मको अगाडि आइसकेका छौँ अनि यहाँ चाहिँ अब भित्र गएर टिप्ने तयारीहरू हुँदैछ। प्लास्टिक ल्याउनेहरूले प्लास्टिकमा अनि नल्याउनेहरूले चाहिँ अब छुट्टै सामानहरू टिप्नको लागि बक्सहरू बोकेर आउनेहरूले बक्सहरू तयारी गर्दैछन्। हामी अब अहिले चाहिँ उता बोसको फ्यामिलीलाई फोन गरेर भित्र पस्नेछौँ अनि आफ्नै हातले टिपेर खानेछौँ। खास यो स्ट्रबेरी टिप्न आउँदा चाहिँ यो बक्सहरू लिएर राम्रोसँग त्यो स्ट्रबेरीहरू नबिग्रिने गरी टिप्नु पर्ने रहेछ, हामीलाई थाहा थिएन। अनि हामी चाहिँ फर्स्ट टाइम आएको हो यहाँ स्ट्रबेरी खानको लागि, टिप्नको लागि, अनि त्यही भएर चाहिँ थाहा भएन। प्लास्टिक बोकेर आएको थियो, प्लास्टिकमा चाहिँ नहुने रहेछ। अब चाहिँ हामी स्ट्रबेरी फार्ममा प्रवेश गरियो र सबैजना अब कोही भिडियो खिच्न व्यस्त छन्, कोही टिपेर खान व्यस्त छन् र कोही चाहिँ आफ्नै धुनमा टिपेर जम्मा गर्न व्यस्त छन्। यो फर्ममा चाहिँ स्ट्रबेरीहरूलाई यस्तो माया गएर यस्तो स्याहार गरेर हुर्काइएको रहेछ है। अनि साइडमा चाहिँ यो मौरीको घार पनि रहेछ कि, कति बाठो है यो जापानिजहरू स्ट्रबेरीको त्यो फुलहरूबाट रस निकालेर अनि प्राकृतिक मह खानको लागि भनेर यो साइडमा चाहिँ मौरीको घार पनि राखिदिएको रहेछ कि।
यसरी हामी स्ट्रबेरी फर्ममै आएर आफ्नै हातले टिपेर खायो हैन स्ट्रबेरी। अनि स्ट्रबेरीको स्वादको कुरा गर्दा चाहिँ आफ्नै हातले टिपेर खाएको स्ट्रबेरी चाहिँ बजार सुपरमार्केटमा किनेर खाएको भन्दा चाहिँ एकदमै फरक स्वाद पाइयो। र यसरी टिपिसकेपछि अब यो उसमा गर्मी पनि भयो एक झोला पनि टिपिएछ। अब सबजना बाहिर निस्किने अनि सबजना बाहिर जान थाल्यो। गर्मीले सकिएन कि यहाँभित्र चाहिँ पसिनै निकालिदियो कि यो प्लास्टिकको भित्र है। टनेलको भित्र बसेर खाँदा सबजना एकदमै गर्मी भएर सबजना बाहिर निस्केर यसरी बाहिरको शीतल हावा खाँदैछन्। स्ट्रबेरी टिप्न आउँदा चाहिँ प्लास्टिक नभएर यस्तो बक्स लिएर आयो भने चाहिँ राम्रोसँग टिपेर अनि राम्रोसँग बस्दो रहेछ क्या। प्लास्टिकमा आयो भने त सबै यो माथिबाट किचिएर जति धेरै टिप्यो त्यति त्यो जुस नै बन्दो रहेछ कि। मैले चाहिँ प्लास्टिक लिएर आएको थियो अनि प्लास्टिकमा चाहिँ जुस नै बन्यो क्या स्ट्रबेरीहरू। अनि यसरी बक्स लिएर बक्समा राम्रोसँग लिएर गयो भने चाहिँ राम्रोसँग बस्दो रहेछ।
यसरी स्ट्रबेरी खाइसकेपछि हामीले चाहिँ बोसलाई एकदम फ्रीमा खाना दिएकोमा धन्यवाद भनेर एउटा तारा सरले भिडियो खिचिदिनु भयो अनि सबैले धन्यवाद भनेर एउटा भिडियो खिचेर पठायौँ। अन्त्यमा आजको दिन चाहिँ एकदमै निकै रमाइलो र सम्झना लायक रह्यो र यहाँ स्ट्रबेरी खाएर रमाइलो गरिसकेपछि हामी टाइम भएकोहरू चाहिँ नेपाली रेस्टुरेन्टमा गएर नान खाएर आयो। भिडियो यति नै, मन पर्यो भने लाइक सब्सक्राइब एन्ड सेयर गर्न नबिर्सिनु होला।